हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ डे 2 हाम्रो। हिजो चाहिँ खाना खाएपछि हामीले एन्डिङ गऱ्यो भिडियो त्यतिकै, किनभने सबैलाई जाडो लाग्यो, गाह्रो पनि भयो, सबजना सुत्नतिरै गइहाल्यो, हुसु लागेकै देखेन नि है। अनि आज चाहिँ हामी मन्दिरतिर जाँदैछौँ, नुहाइधुवाइ गरेर दर्शन गर्न गइरहेछौँ। यहाँ सबैजना यता हुनुहुन्छ, कोही अगाडि कोही पछाडि। भ्यू चाहिँ एकदम राम्रो, जाडो छ, जाडोको लुगा ल्याएन, सब पातलो पातलो क्या। हेर्नु न, हिजो नि त्यस्तै, हिजोभन्दा त आज अलिक कमै छ नुहाए पनि। हामी गइरहेछौँ। हामी चाहिँ केबल कारमा चढेर चढियो। हावा आयो त, कहाँबाट हावा त्यो झेल्लाई त। अहिले चाहिँ हामी कालिम्पोङ माथि आइपुग्यौँ होइन। यताको भ्यू त्यस्तो छ, सिटिटिटी हावा चलिरहेको छ, चिसो। हेर्नु न, केही देखाएको छैन गाइस। अब चाहिँ म यहाँ घर बनाउँदैछु है, टक्क पारामा तैलिने यस्तोहरू। मैले चाहिँ यहाँ अमेरिकामा लिएको छु जग्गा चाहिँ यता, यस्तो भल ठाउँमा बनाउँदैछु। कति तलाको बनाउँदा यहाँ घर बनाउँदैछु के यो घर बनायो भने चाहिँ के हुन्छ नि, हुन्छ नि लाइक रियलमै बन्छ टाइपको क्या, पुरा हुन्छ भन्ने हुन्छ क्या। योभन्दा धेरै माथि त नजाउँ होला, भत्किन्छ अहिले। यति बनाइदिएँ, कति तला, 1 2 3 4 5 6 7 तला बनाएको छु अहिले। अब अर्को नि एउटा थपिदिउँ ल, एउटा सानो 8 तला। ल, यो चाहिँ मेरो घर। ल, दाइहरूमा कुरिरहेछ, म चाहिँ जान्छु। 8 तलाको घर बनाएँ यो। अब हल्का कुद्नु पऱ्यो, ब्लडलाई तताउनु पऱ्यो नि त होइन, रगत तताउनु पऱ्यो, चिसो भइसक्यो। मैले 8 तलाको घर बनाएँ दाइ। कालिम्पोङ दर्शनको भिड एकदम धेरै भएको कारणले गर्दा पालाउन अझै यहाँ चाहिँ लास्ट मलाई चिसो, डेन्जर चिसो लागेर म यहाँ चप्पल नाच्छु। लास्टै चिसो भयो यता चाहिँ, त्यो चिसो हावा चलिरहेको छ। टक्क लगाएर अनि म चाहिँ चढ्नै सकिनँ कि खुट्टामा। अब चाहिँ हामी यहाँ लाइनमा छौँ।
भिडियो गर्दै दर्शन गर्नु पाएँ ल फाइनली पूजा नि सक्यो घाम पनि लाग्यो है त ल गाइस अब चाहिँ हामी टक्क लागि निस्किनु लाग्यो भर्खरै हामीले यो देखेको तर भिडियोमा चाहिँ क्याप्चर गर्न पाएन गइहाल्यो